गुड मर्निङ। म आज तपाईँहरूलाई घानुजी पेस्ट अनबक्सिङ गरेर देखाउने छु र यो पेस्टले भनौँ न तपाईँलाई के फाइदा गर्छ यो फाइदाको बारेमा पनि म तपाईँहरूलाई जानकारी गराउने छु। यो घानुजी पेस्ट चाहिँ एकदमै नेचुरल पद्धतिबाट बनिएको पेस्ट हो र यो पेस्ट चाहिँ 150 ग्रामको हुन्छ। यसको वेटको हिसाबले हेर्ने हो भने एकदमै थोरै हुन्छ, तर पनि यो एकजनाले मात्रै युज गर्ने हो भनेदेखि चाहिँ 2 देखि 3 महिनासम्म तपाईँले मजाले युज गर्न सक्नुहुन्छ है। र यो पेस्टले चाहिँ तपाईँको दाँतमा भएको पुरानोभन्दा पुरानो लेउ, कस र दागहरूलाई पनि मेटाउने काम गर्छ र दाँतलाई चाहिँ भनौँ न एउटा एक्स्ट्रा चमक ल्याउने काम गर्छ। खाल्टाखाल्टीहरूलाई चाहिँ भनौँ न पोलिस गर्ने काम पनि गर्छ। लगायत तपाईँको दाँतलाई चाहिने सम्पूर्ण भिटामिन तत्त्वहरू र मजबुत बनाउनका लागि चाहिने तत्त्वहरू प्रदान गर्छ। यदि तपाईँको दाँत किराले खाएको छ भने त्यो चाहिँ भनौँ न रिमुभ गरिदिन्छ। लगायत जति पनि दाँतलाई चाहिने सुरक्षाहरू चाहिँ यो पेस्टबाट गर्न सक्नुहुनेछ। यो पेस्ट युज गरिसकेपछि तपाईँको दाँतलाई चाहिँ 100मा 100% तपाईँको दाँत चाहिँ सुरक्षित रहन्छ। यसलाई म अनबक्सिङ गरेर तपाईँहरूलाई म देखाउने छु। यसको प्राइस चाहिँ 830 रुपियाँ छ। यसलाई म अनबक्सिङ गरेर देखाउने छु र मैले चाहिँ लामो समयदेखि युज गरिरहेको छु र हजुरहरूले पनि युज गर्नुहोला। यो पेस्ट चाहिँ दाँत माझ्न मात्र नभएर खानाका लागि पनि मिल्ने। तपाईँको पेट दुख्यो तपाईँले खान सक्नुहुन्छ, तपाईँको टाउको दुख्यो खान सक्नुहुनेछ, तपाईँको कुनै पनि शरीरमा चोटहरू लाग्यो त्यहाँ लगाउन सक्नुहुनेछ र तपाईँलाई चाहिँ भनौँ न एकदमै गर्मी फिल भयो, तपाईँले चाहिँ यो पेस्टले नुहाउनु भयो भने तपाईँलाई चाहिँ एकदमै राम्रो हुन्छ र तपाईँलाई एकदमै चिसो लाग्यो त्यो बेला पनि तपाईँले खान सक्नुहुनेछ। यो एक म्याजिक किट हो भनेर पनि हामीले बुझ्न सकिन्छ। यसको धेरै छ फाइदाहरू, म सबै कुरा यहाँ भनेर म सक्दिनँ। म सरसर्ती अनबक्सिङ गरेर देखाउने छु। यो अनबक्स गर्न एकदमै सजिलो छ होइन, एकदमै ब्रान्डेड ऱ्याप गरिएको छ। यसलाई म यसरी म अनबक्सिङ गर्छु। हेर्नुहोस् त, यो एक लेयर चाहिँ यो प्लास्टिक भयो। अब यो भित्र चाहिँ घानुजी पेस्ट छ। यो पेस्ट चाहिँ हामीले बिहान बेलुका हाम्रो दाँतहरूलाई माझ्न सकिन्छ। कुनै पनि दाग धब्बाहरू छ भने तपाईँले चाहिँ पिम्पल्सहरू आएको छ भने पिम्पल्सको वरिपरि पनि लगाउनु भयो भने तपाईँको पिम्पल्स पनि ठिक गर्छ। यो एउटै मात्रै पेस्ट